हेलो साथी, स्वागत छ तपाईलाई मेरो युट्युब च्यानल नेपाली भ्लगमा। साथी, आज चाहिँ म हैन माछा पोखरीमा रहेको एउटा सुन्दर पार्कमा लिएर आएको छु तपाईहरुलाई। भन्नुको मतलब यो हो कि म चाहिँ आएको छु अनि तपाईहरुलाई चाहिँ म यहाँको दृश्यहरू, यहाँ अब कस्तो छ यो पार्क हैन, अनि यो सबै कुराहरू तपाईलाई म यो भिडियो मार्फत देखाउन गइरहेको छु, हेर्नु होला। अनि एकदम ब्युटिफुल छ हैन। इन्ट्रो चाहिँ मैले अघि बाहिर दिनुपर्ने, तर बाहिर इन्ट्रो दिएन अनि ठ्याक्कै देखाउँदै आइहालेँ। तपाईले अघि देखिसक्नु भयो एक झल्क हैन। अनि म इन्ट्रो चाहिँ अहिले यहाँ आएर दिइरहेको छु, अब तपाई आफैले बुझ्नु होला हैन मिलाएर। अनि साथी, अनि अलिकति अघि दृश्यहरू देखाउँदै तपाईलाई मनै परिरहेको थियो होला सायद। अनि अब चाहिँ अझै झन् दामी दृश्यहरू अगाडि छ क्या, अगाडि अझै छ। त्यो राम्रो दृश्यहरू पनि तपाईलाई म यो भिडियो मार्फत देखाउन गइरहेको छु, हेर्नु होला। कुनै दिन तपाईको यहीँको बासिन्दा हो भने त अब आइरहेको होला, तिनीहरूलाई थाहा छ यो पार्क कति राम्रो छ, कति सुन्दर छ भनेर। अनि यो काठमाडौँ भ्याली भन्दा बाहिर बाहिर कतै कतै हुन्छ नि टाढा टाढा के, पश्चिम पूर्व यताउता वहाँका मान्छेहरू कहिले कहिले यो काठमाडौँमा आउँदाखेरि चाहिँ यो पार्क चाहिँ घुम्नलाई नछोड्नु होला क्या। यस्तो सबै डेकोरेट गरेको है, बवाल के, एकदम ब्युटिफुल के हैन, नेचुरल ब्युटिफुल एकदम बवाल के हैन। दामी लाग्यो मलाई यो पार्क चाहिँ। तपाईँहरू चाहिँ काठमाडौँ आएको बेलामा चाहिँ यो पार्क चाहिँ घुम्नलाई नछोड्नु होला। काठमाडौँ आएपछि यो पार्कमा एकचोटि भिजिट गर्नु, घुम्नु होला, मजा आउनेछ। अनि त्यहाँबाट तपाईँलाई वाह काठमाडौँ आए जस्तो फिल हुनेछ कि। अरू पार्क चाहिँ खासै लागेन, यो पार्क चाहिँ हैन बवाल छ। सो अनि आज चाहिँ म तपाईँलाई यो पार्कहरू देखाउन गइरहेको छु, हेर्नु होला, इन्जोय गर्नु होला ल है साथी। ल बवाल छ पार्क चाहिँ हो क्या, दामी पार्क हो साथीहरू यहाँ। बाइस धारा आइयो, यो पार्कै भित्र 22 धारा हो भने मलाई थाहा पनि थिएन यार। 22 धारा भन्ने सुनेको थिएँ, तर यो पार्कै भित्र 22 धारा पर्छ भनेर थाहा थिएन। आज अब जे होस् आइयो, घुमियो, एक गोलीमा दुई शिकार, पार्क पनि घुम्यो 22 धारा पनि घुम्यो कि, सँगै भयो कि। यो ठाउँमा आएर हैन टिकटक बनाए पनि सिधै भ्ल्याट भाइरलै होला भन्नु अरे। हुनु पनि हुन्छ नि, यस्तो भ्यू त चाहिएको, खास मेन भ्यू चाहिएको, ब्याकग्राउन्ड चाहिएको हैन, कुनै पनि भिडियोको लागि, फोटोको लागि। अनि त्यो यहाँ सबै कुरा एकदम छ क्या। 22 धारा भन्ने ठाउँ यही हो। वाट्सएप सबैजनाले लाइक कमेन्ट सेयर गर्नु। तपाईको युट्युबको नाम के हो? नेपाली भ्लग @ नेपाली भ्लग 23 हैन, भ्ल्याटै मेरो च्यानल आउँछ। ल म कुरा ल ल सबैलाई नमस्ते छ है। है सबै दर्शकहरूलाई नमस्कार है। मेरो नाम विक्रम हो। हामी यहाँ 22 धारामा क्यामेरा चलाउनु छु। हजुर दर्शकहरूले अब हजुरले सकेसम्म युट्युब च्यानलमा हैन सब्स्क्राइब गरिदिनु होला हैन। सबैजनाले हजुरलाई मन पर्यो भने चुप न, हजुरलाई मन पर्यो भने गर्नु होला, हजुरलाई मन पर्यो नगर्नु होला। हजुर दर्शकहरूले हेर्नु भयो छ हाम्रो यहाँ 22 धारा छ। हाम्रो मलाई त बोल्न दे। सबै दर्शकहरू हेर्नुहोस्, हजुर यहाँहरू लाखौँ करोड मान्छे जनताहरू घुम्नु आउँछ। यहाँ अब माछाहरू पनि छ, रङ्गी माछाहरू पनि छ, यताउता छ। अब सरकारी 22 धारा हो, सबै छ। अब हामी यहाँ क्यामराम्यान हो, हामी यहाँ फोटो, अब दर्शकहरू फोटो खिच्नु छु, अलिअलि पैसा कमाउनु छु हैन। तर हजुरहरूले राम्रोसित सहयोग गरिदिनु होला हैन, हजुरलाई बिन्ती छ हैन। सबैले गर्छ 22 धारामा हैन, क्यामेरा मान्छेहरूलाई हैन, क्यामेरा चलाउनलाई गर्छ। यो कुरा भनेर हुँदैन नि। ल ल लाग कुरा त जो हेर्छ नि तिमी त बोल्छस्, ल बोल बोल्छस्, ल बोल बोल। त्यो बाइकले कुरा गरे हुँदैन कि यहाँ के बोल्नु थाल्छ। ल साथीहरू हैन, तपाईलाई आजको भिडियो के कस्तो लाग्यो भनिदिनु होला, कमेन्ट बक्समा प्रतिक्रिया दिनु होला, नबिर्सनु होला आफ्नो। अनि ओभरअल भ्यूहरू मैले तपाईलाई यो पार्कको देखाइसकेँ, कस्तो लाग्यो कमेन्ट बक्समा त्यो पनि कमेन्ट गरेर भनिदिनु होला हैन। अनि अब चाहिँ म जानुपर्ने हुन्छ यहाँबाट हैन। ल साथी, अब चाहिँ म यहाँबाट निस्किन्छु। अनि नेक्स्ट भ्लगमा चाहिँ हामी पक्कै पनि भेट्नुपर्छ। त्यही हो साथी, माया चाहिँ एकदम दिनु होला। त्यही हो, माया भनेको तपाईँहरूको साथ सपोर्ट हो। अनि तपाईँहरूले साथ सपोर्ट दियो भने आउने दिनमा अझै मलाई होप मिल्छ र अझै खतरा भिडियो बनाउनको लागि जोस जागर आउँछ कि हैन, एनर्जी आउँछ। सो त्यही भएर तपाईँले होपफुल्ली एकदम सब्सक्राइब चाहिँ च्यानललाई हानेर साइडमा रहेको घन्टीको बेल आइकनलाई टडङ्ग गरिदिनु होला।
अनि यति गरेपछि चाहिँ हल्का मलाई पनि खुसी लाग्छ क्या अनि एनर्जी भनेको त पुरा भरिएर आउँछ नेक्स्ट भ्लगको लागि अब चाहिँ म चलिदिएको है साथी नेक्स्ट भ्लगमा भेटौँला ल साथी बाई लभ यु